होइन, यो बलात्कारीहरूको अलिकति पनि मन काँपेन होला? अलिकति मान्छेलाई अर्काको छोरीलाई होइन एउटा नाबालिकालाई रेप गर्दाखेरि अलिकति मन काँपेन होला राक्षसको? यस्तोहरूलाई नि यस्तोहरूलाई त नुन खुर्सानी पिनेर त्यो छाला काटेर लगाउनु पर्ने हो के? भन्नु पर्दैन। त्यो बलात्कारीलाई पुलिसको हातमा होइन के, समाजले भेट्छ भने पहिला त्यो समाजले नै त्यसको नुन खुर्सानी के अरे पिसेर अनि त्यसको छालामा लाउनु पर्ने हो। अनि त्यसलाई त्यसको एक चोक्टा मासु निकालेर त्यसलाई मार्नु पर्ने हो के? थाहा छ कसरी त्यो चेली मरेको छ? जसरी त्यो चेली छटपटेर मरेको छ त्यसरी नै त्यो हत्यारालाई पनि मार्नु पर्ने हो के? तर अहिले हामीले कानुनलाई दिन्छौँ होइन, पुलिसलाई दिन्छौँ, इन्क्वायरी हुन्छ। अब कहाँ गर्ने हो? अब अहिले त नाबालक रे, त्यो रेप गर्नेहरू केटाहरू चाहिँ नाबालक रे। होइन, मान्छे रेप गर्दाखेरि चाहिँ नाबालक नहुने, रेप गरिसकेपछि मामा घरमा पुलिस स्टेसनमा जाँदाखेरि चाहिँ त्यो नाबालक। अनि जति पनि अहिलेको सरकार छ नि, सरकार बनेको छ, अहिले बन्न लागेको सरकारहरू छ, प्लिज नयाँ आउने सरकारहरूले यस्तो हत्याराहरूलाई, यस्तो बलात्कारीहरूलाई चाहिँ फाँसीको सजाय दिनु के? फाँसीको सजाय दिनुपर्छ कि? यस्तो जबसम्म नेपालमा फाँसीको सजाय हुँदैन तबसम्म यो हत्या, हिंसा, बलात्कार भनेको भइरहेको छ। हामीले आफ्नो छोरीहरूलाई बचाउन गाह्रो भइरहेको हुन्छ क्या? सबैजनाको छोराछोरी छ होला, तर आफ्नो छोरालाई पनि राम्रो संस्कार दिनुपर्छ। र त्यो आफ्नो छोरीले यो लगाए त्यो लगाए भन्ने समाज छ होइन प्रायः जस्तो। तर छोरीले यो लगाए त्यो लगाए भन्दा पनि छोराले के गर्दैछ त्यो पनि सोच्नुपर्छ क्या? फुक्का मासलेहरू, त्यो बलात्कारीहरूलाई चाहिँ मलाई चाहिँ एकदम रिस उठे होइन। त्यस्तोहरूलाई चाहिँ यस्तो के गर्नु? मलाई त्यस्तो गाली दिन आउँदैन, तर पनि त्यस्तोहरूलाई चाहिँ भेट्यो भने चाहिँ त्यसको घाँटी छिनाएर चाहिँ बल्ल लो काटे भन्ने खालको हुनुपर्छ क्या?